नमस्ते प्यारा विद्यार्थी भाइ बहिनीहरू, म तपाईँकी नेपाली गुरुआमा। आज हामी नेपाली व्याकरणको एउटा निकै रमाइलो र महत्त्वपूर्ण विषय नामका बारेमा सिक्नेछौँ। हाम्रा वरिपरि जे जति कुराहरू छन् ती सबैको केही न केही नाम त पक्कै हुन्छ। आउनुहोस् आज नाम र यसका प्रकार बारेमा विस्तृत रूपमा चर्चा गरौँ। नामको परिभाषा। भाइ बहिनीहरू, नाम भनेको के हो त? सरल भाषामा भन्नुपर्दा कुनै पनि व्यक्ति, वस्तु, स्थान, समूह, द्रव्य वा हाम्रो मनको भाव बुझाउने शब्द नै नाम हो। जस्तै राम, कलम, काठमाडौँ, पानी, माया आदि। संसारमा नाम बिनाको कुनै कुरा नै हुँदैन। नामलाई हामीले मुख्यतया 5 भागमा बाँडेर बुझ्न सक्छौँ। व्यक्तिवाचक नाम, जातिवाचक नाम, समूहवाचक, द्रव्यवाचक र भाववाचक। यी 5 प्रकारका बारेमा अब हामी पालो उदाहरणसहित सिक्नेछौँ। ध्यान दिएर सुन्नुहोस् है, किनकि यो बुझ्न एकदमै सजिलो छ। व्यक्तिवाचक नाम। सबैभन्दा पहिले चर्चा गरौँ व्यक्तिवाचक नामको, जसले कुनै एउटा खास वा तोकिएको व्यक्ति, वस्तु वा स्थानलाई बुझाउँछ। त्यसलाई व्यक्तिवाचक नाम भनिन्छ। जस्तै पहाड भन्यो भने सबै पहाड बुझिन्छ, तर सगरमाथा भन्यो भने एउटा खास हिमाल बुझिन्छ। त्यसैले सगरमाथा व्यक्तिवाचक नाम हो। त्यस्तै तपाईँको आफ्नै नाम पनि व्यक्तिवाचक नाम नै हो। जातिवाचक नाम। दोस्रो हो जातिवाचक नाम, जसले कुनै एउटा मात्र नभएर पुरै जात वा वर्गलाई बुझाउँछ। जस्तै मैले चरा भने संसारका सबै चराहरू यसैमा पर्छन्। त्यस्तै नदी भन्दा कोशी, गण्डकी सबै समेटिन्छन्। यसरी पुरै समूहको जात बुझाउने शब्दलाई हामी जातिवाचक नाम भन्छौँ। समूहवाचक नाम। तेस्रो प्रकार हो समूहवाचक नाम। नाममै यसको अर्थ लुकेको छ, जसले धेरै व्यक्ति वा वस्तुको समूह वा झुण्डलाई बुझाउँछ। जस्तै भेडाहरूको बथान, कमिलाको ताँती वा मानिसहरूको भिड। यहाँ बथान, ताँती वा फौज जस्ता शब्दले एउटा समूहलाई बुझाउने हुनाले यिनलाई समूहवाचक नाम भनिन्छ। द्रव्यवाचक नाम। चौथो नम्बरमा छ द्रव्यवाचक नाम। जुन कुरालाई हामी 1, 2 भनेर गन्न सक्दैनौँ तर जोख्न वा नाप्न सक्छौँ, त्यस्ता वस्तुलाई द्रव्यवाचक नाम भनिन्छ। जस्तै पानीलाई हामी गन्न सक्दैनौँ, लिटरमा नाप्छौँ, सुनलाई तोला वा ग्राममा जोख्छौँ। त्यसैले पानी, दुध, चामल, सुन जस्ता वस्तुहरू द्रव्यवाचक नाम हुन्। भाववाचक नाम। अन्तिम प्रकार हो भाववाचक नाम। यसलाई हामीले न त आँखाले देख्न सक्छौँ, न त हातले छुन नै सक्छौँ। यसलाई केवल मनले अनुभव वा महसुस मात्र गर्न सकिन्छ। जस्तै आमाको माया, खुसी, रिस वा दया यस्ता शब्दहरू जसले हाम्रो मनको भाव वा अवस्था बुझाउँछन्, तिनलाई भाववाचक नाम भनिन्छ। भाइ बहिनीहरू, अझ प्रष्ट हुन यो उदाहरण हेर्नुहोस्। सहर भन्दा सबै सहर बुझियो, जातिवाचक। तर काठमाडौँ भन्दा एउटा मात्र सहर बुझियो, व्यक्तिवाचक। त्यसै गरी धेरै मानिस जम्मा हुँदा हुल भयो, समूहवाचक। यसरी हामीले नामका प्रकार सजिलै चिन्न सक्छौँ। ल त अब एउटा सानो परीक्षा। यहाँ केही शब्दहरू छन्, तपाईँहरूले यी कुन प्रकारका नाम हुन् भन्नुपर्ने छ। तेल के होला, हावा के होला, सगरमाथा र माया कुन नाम हुन्? यसको उत्तर भिडियो पज गरेर सोच्नुहोस् र आफ्नो कापीमा लेख्नुहोस् है। आज हामीले नाम र यसका 5 प्रकारका बारेमा धेरै कुरा सिक्यौँ। मलाई आशा छ तपाईँहरूले अब सजिलै नाम चिन्न सक्नुहुनेछ। आजको गृह कार्य आफ्नो घरमा भएका कुनै पनि 10 वटा कुराको नाम लेख्नुहोस् र ती कुन नाम हुन् छुट्याउनुहोस्। अर्को क्लासमा हामी सर्वनामका बारेमा पढ्नेछौँ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि केही नबुझेको भए कमेन्टमा सोध्न सक्नुहुन्छ। यस्तै नेपाली व्याकरणका रमाइलो भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला। नमस्ते।